तपाईको घरको बेडरुम एकदमै सानो छ भने यस्तो बेडरुममा बेड र क्याबिनेट राख्न साथ क्याबिनेटको डोर ब्लक हुन्छ। अब यसमा एउटा स्टडी टेबल एड गर्ने हो भने त ठाउँ झनै कन्जस्टेड देखिन्छ। अब यस्तो स्मल रुमलाई पनि स्मार्टली डिजाइन कसरी गर्ने हेरौँ है त। सुरुमा तपाईले रेडीमेड बेडको सट्टा एउटा कस्टमाइज प्लेटफर्म बेड बनाउनुहोस्। बेडको तल ड्रयर्सहरु बनाएर तपाईले मज्जाले सामान स्टोरेज गर्न सक्नुहुन्छ। बेडको साइडमा कर्नर वार्डरोब बनाएर कर्नर टेबलसम्म एक्सटेन्ड गर्नुहोस्। एउटा साइडमा ड्रेसिङ टेबल र अर्को साइडमा स्टडी टेबल बनाउनुहोस्। अब बेडको एन्डमा कर्नर वार्डरोब बनाएर तपाईले आफ्नो कपडाहरू राख्न सक्नुहुन्छ। त्यसैगरी डोरको साइडमा स्लिम क्याबिनेट्स बनाउनुहोस्। यो क्याबिनेट्समा तपाईले डेकोरेटिभ आइटम्सहरू राख्न सक्नुहुन्छ। अब यो क्याबिनेटमा एउटा फुल साइज मिरर पनि इन्स्टल गर्नुहोस्। यसरी तपाईको सानो स्पेसमा नै एकदमै फंक्सनल र राम्रो रुम तयार हुन्छ। तपाईलाई पनि आफ्नो घरको बेडरुम बनाउनको लागि यस्तै टिप्सहरू चाहिएको छ भने कमेन्टमा टिप्स लेख्नु होला र अरु थप इन्फर्मेसनको लागि सेवा एपलाई फलो गर्न नबिर्सिनुहोस्।